स्वागत छ सङ्कल्पज्यू तपाईँलाई। आज तपाईँको के छ प्रिपरेसन, के छ तपाईँको आजको फाइटको लागि? सर्वप्रथम धेरै धेरै धन्यवाद अर्गनाइजर टाइगर भाइ। आजको यो नाइटको मेरो जुन डेब्युट फाइट छ यो फाइटको लागि म एकदमै धेरै एक्साइटेड छु होइन। हजुर म फुल प्रिपेयर भएर आएको छु है। म रेगुलर ट्रेनिङ एक्सर्साइज गरेर म आज यो जुन यो पोजिसनमा आएको छु यसलाई म कुनै छैन र आजको फाइटको लागि म एकदमै धेरै एक्साइटेड भनौँ न, एक्साइटेड छु। र तपाईँको आजको अपोनेन्ट आयुब राई हुनुहुन्छ। तपाईँले के प्रिपेयर गर्नुभएको छ उहाँको लागि? के तपाईँ डिफेन्सिभ जानुहुन्छ कि एट्याकिङ? हाइब्रिड जान्छु। हाइब्रिड एकदम राम्रो तपाईँको भनाइ। र त्यसै गरी आयुबज्यूले भन्नुभएको थियो कि आज तपाईँलाई पश्चिम ब्याग जसरी तपाईँलाई आज धोबी धुलाइहाल्छु भनेर। के छ तपाईँको भनाइ त्यसमा? यस्तो बोक्ने कुकुरले टोक्दैन होइन। हजुर मेन चाहिँ मोटिभ चाहिँ त्यही हो। हजुर अब जे हुन्छ अब रिङमै थाहा हुन्छ। धन्यवाद। र उहाँ हुनुहुन्थ्यो सङ्कल्प राई, दमक 7बाट रिप्रेजेन्ट गर्दै हुनुहुन्छ हाम्रो दमकलाई। र त्यसै गरी अब हाम्रो साथमा हुनुहुन्छ मिस्टर आयुब राई, उहाँको अपोनेन्ट। उहाँ हुनुहुन्छ खोर्सानी माछा बजारबाट। र हेलो आयुबज्यू, तपाईँको के छ त धारणा आजको? सर्वप्रथम तपाईँलाई स्वागत छ हाम्रो आजको यस फाइट इभेन्टमा। र आजको तपाईँको अपोनेन्ट हुनुहुन्छ सङ्कल्प राईज्यू। तपाईँ के भन्न चाहनुहुन्छ? सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज यहाँ मलाई बोलाउनु भएको छ यहाँ फाइट खेल्न, यहाँ मेरो आफ्नै भाइसँग। र उहाँले के भन्नुभएको छ भने तपाईँलाई भुक्ने कुकुरले टोक्दैन भन्नुभयो। जस एउटा त्यो म चाहिँ डिसरेस्पेक्ट जसरी नै लिन्छु। तपाईँ के भन्न चाहनुहुन्छ? र उहाँले के पनि भन्नुभयो भने आज तपाईँलाई एकदम क्रुसल हाइब्रिड जानुहुन्छ, एट्याकिङ डिफेन्डिङ सब गर्नुहुन्छ भन्नुभएको छ। के भन्न चाहनुहुन्छ तपाईँ? हजुर, गालामा एउटा मुक्का लगाएपछि हाइब्रिड जान्छ कि अट्याकिङ जान्छ कि डिफेन्स जान्छ त्यो सब देखिन्छ रिङमै देखेर। वाउ, एकदम राम्रो जवाफ दिनुभएको छ। र त्यसै गरी उहाँ हुनुहुन्थ्यो, धन्यवाद। र त्यसै गरी उहाँ हुनुहुन्थ्यो हाम्रो आयुब राई, खोर्सानी माछा बजारबाट। र आजको फाइट एकदमै भयङ्कर रोमाञ्चक हुने मैले एकदम आश्वासन पाइसकेको छु भने। र हामी भेटौँ फाइटमा। हस् त, धन्यवाद। म एङ्करको साथमा, आदिश भाइको साथमा क्यामराम्यान रुमिछा राई। हाम्रो फाइट सुरु हुन लागेको छ। हाम्रो आयुब राई राइट साइडमा आयुब राई हुनुहुन्छ, हाम्रो खोर्सानीबाट भने लेफ्ट साइडमा हुनुहुन्छ हाम्रो सङ्कल्प राई छापा दमक 6बाट। र हाम्रो रेफ्रीले चेक गर्दै हुनुहुन्छ कि केही अनयुजुअल चिजहरू त छैन नि, केही लुकाएर अथवा केही चिटिङ गरेर ल्याउनु भएको छैन नि। तर्बा भेट्नु भएको छ रेफ्रीले भने तर्बा फाल्न लाउनु भएको छ आयुब राईलाई। त्यसै गरी रेफ्रीले इसारा दिइसक्नु भएको छ। 3, 2, 1 here we go। सङ्कल्प वर्सेस आयुष एकदम धमाकेदार र सङ्कल्पको एकदम राम्रो कोसिस गरिरहेको छ भने सङ्कल्प अहिलेसम्मको लिडमा भने आयुब राईलाई केही थाहा छैन के भइरहेको छ हाम्रो यो खेलमा भनेर। 1v1 सङ्कल्प राई एकदम हाबी हुँदै आयुब राई माथि र आयुब राईले कमब्याक गर्नुहुन्छ भने आशाको साथ हाम्रो गेम एकदम रोमाञ्चक भइरहेको छ। सङ्कल्प राई निरन्तर प्रयासमा भने आयुब राईको शटले कमब्याक भएको छ। वाउ! त्यसै गरी फर्स्ट राउन्ड हाम्रो आयुब राईले हात पार्नु भएको छ भने अब सेकेन्ड राउन्डमा हेरौँ के हुन्छ त। दर्शकबिनहरू हामीसँगै बस्नुहोस्, एउटा छोटो ब्रेक। Looking for a reason to try the new $5 meal deal at McDonald's? Here's 1, 2, 3, 4, and the price makes 5. That's everything you get with the new $5 meal deal at McDonald's. हाम्रो दोस्रो राउन्ड सुरु हुन गइरहेको छ। हाम्रो एम्फाले इसारा दिइसक्नु भयो भने र खेल सुरु भइसकेको छ। दुईजना अहिले होडमा रहेका पासमा आपसी लडाइँ सुरु भइसकेको छ भने दुईजना एकअर्कामा हाबी भइराख्नु भएको छ। सङ्कल्पलाई एकदम राम्रो प्रेस गरिराख्नु भएको छ आयुब राईले भने सङ्कल्प राई ब्याक स्ट्याप गर्दै हुनुहुन्छ। र त्यसै गरी सङ्कल्प राईले के गर्नुहुन्छ त अब दुईजना एकअर्कालाई उत्तिकै ड्यामेज दिँदै उत्तिकै प्रहार गर्दै कोही डराएको छैन, एकअर्कामाथि हाबी हुँदै भने आयुब राईले दोस्रो राउन्ड पनि निकाल्नु भएको छ। वाह!
एकदम सोचेको थिएन मैले आयुबज्यू यस्तो एट्याकिङ यस्तो क्रुसल खेल्नुहुन्छ भनेर वा एकदम इम्प्रेसिभ गेम थियो आजको भने रेफ्रीले इसारा दिइसक्नु भएको छ कि राउन्ड 2 को विनर हुनुहुन्छ आयुब राई आयुबजीको वापसी भइसकेको छ भने यहाँ 2 राउन्ड आयुबज्यूले अलरेडी जितिसक्नु भएको छ भने संकल्पको 0 यदि यो राउन्ड आयुबजीले जित्नु भयो भने आजको क्लियर विनर हुनुहुन्छ क्लिन सिट राखेर विनर हुनुहुन्छ हाम्रो आयुब राई र यदि संकल्पज्यूले कमब्याक गर्नुभयो भने केही रोमाञ्चक हुनेछ आजको यो खेल अवश्य पनि भने हाम्रो रेफ्रीज्यूले इसारा गरिसक्नु भएको छ खेल सुरु हुन र त्यसै गरी खेल सुरु भइसकेको छ भने एकतामाथि हाबी हुँदै संकल्पज्यूलाई प्रहार गर्दै हुनुहुन्छ आयुबज्यूले भने एकदम हाबी भइराख्नु भएको छ आयुबज्यू सायद 2 राउन्ड जितेर एकदम कन्फिडेन्ट हुनुहुन्छ कि हैन म सक्छु अब त भने संकल्पज्यू एकदम आज संकल्पज्यूले एकदम भने बोले जस्तो पुरा गर्नुभएको छैन कि उहाँले भन्नुभएको थियो पञ्चिङ ब्याक जसरी कुट्छु भनेर तर यहाँ देखिएको छैन भने के हुन्छ त अब एकतामाथि हाबी भने आयुबजीले तेस्रो राउन्ड पनि निकाल्नु भएको छ कङ्ग्रेचुलेसन्स आयुबजीलाई आजको गेम जित्नु भएकोमा संकल्पज्यूलाई आज क्लिन सिट राखेर हराउनु भएको छ भने संकल्पज्यू बोलीको मात्र मान्छे हुनुहुन्छ भनेर आयुबजीले प्रुभ गरिसक्नु भएको छ भने आजको विनर हुनुहुन्छ आयुब र त्यसै गरी यहाँ एकदम रोमाञ्चक खेल गरेका आयुबजी केही गुणहरू देखाइदिन सक्नुहुन्छ हामीलाई केही आफ्नो फर्स्ट विन लिएर भोलि जोल्स वाईसँगको विरुद्ध जानुहुने आयुब राईलाई धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छु आजको लागि यति नै हस्त धन्यवाद गुड इभिनिङ एभ्रीबडी अहिले हाम्रो म्याच भर्खर सकिएको छ हामी अहिले पोस्ट म्याचमा छौँ र हामी पोस्ट म्याचको रिजल्ट लिएर आएको छौँ हाम्रो यो 3-5 म्याचको टुर्नामेन्टको विनर हुनुभएको छ आयुब एकचोटि जोरदार ताली बजाइदिनु भयो हाम्रो अडियन्सले थ्याङ्क यू र यो हाम्रो पुरै डोमिनेट गरेर जित्नु भएको पुरस्कारमा उनीलाई म्यान अफ द म्याच र हाम्रो स्पोन्सरहरूबाट पनि केही गिफ्टहरू पाएको छ अन्त डायमन्ड अन्त खानेकुरा पनि पाउनु भएको छ फेरि एकचोटि ताली बजाइदिनु भयो धन्यवाद र नजिते पनि मिहिनेत गर्नै भएको हो हरेक आरएस नखाइकन मिहिनेत गर्नु भएको हो महिनौ तक ट्रेनिङ गर्नुभएको थियो उनीले पनि त्यसकै खुसी हाल्नु उनीलाई नि डायमन्ड र हाम्रो स्पोन्सर केएफसी र मेकडोनल्डबाट फेरि खानेकुरा धन्यवाद ल इन्टरभ्यू आउट रिपोर्टर गोइङ होम